हाम्रो देश नेपालको प्योर भाइरल गर्ल्सहरूलाई म आज के भन्न चाहन्छु भने साथीहरू, के तपाईहरू जिन्दगी बिताउन चाहनुहुन्छ भने, जीवन बिताउन चाहनुहुन्छ भने यस्तो केटा रोज्नुस् कि यस्तो जीवन साथी खोज्नुस् कि तपाईलाई नि हैन सपना देखाउने वाला हैन, काम देखाउने वालासँग बिहे गर्नु हैन भने त्यो ठुलो ठुलो देशमा राख्छु, युएसए देशमा राख्छु, अमेरिकन देशमा राख्छु, फलानो देशमा राख्छु, अनि यस्तो ठुलो ठुलो सामानहरू किनिदिन्छु, लाउन दिन्छु, खाना दिन्छु भनेर आश देखाउने, सपना देखाउनेहरूसँग लभ पनि नगर्नु, बिहे पनि नगर्नु। किनकि तिनीहरूसँग लभ गर्यो भने आफू पनि फस्छ र त्यो फसाउने मान्छे पनि भाइरल हुन्छ क्या, प्योर भाइरल हुन्छ। त्यही भएर भाइरल भइसकेको मान्छेले यति बुझ्नुस् कि त्यो ठुलो ठुलो सपना देखाउने मान्छेसँग हैन बिहा गर्ने, लभ गर्ने, त्यो जसले सपना देखाउन जान्दैन नि हो त्यो मान्छेसँग लाइफ बिताउनुस्, बिहा गर्नुस्, लभ गर्नुस् भन्न चाहन्छु। हक्कु भन्दा ढक्कु ठुलो भन्ने एउटा कुरा उखान सुन्नु भएको छ कि नै? हो त्यस्तो देखाउने मान्छेहरूको, सपना देखाउने मान्छेहरूको पछि नलाग्नुस्। पछि लाग्यो कि केही बेरमै भाटाभुङ्गै हुन्छ। त्यही भएर त्यो सपना देखाउनेसँग कहिले पनि बिहे नगर्नु होला, लभ पनि नगर्नु होला। लभ गर्यो कि तपाईहरू नै चुल्लुमै फस्ने हो। अनि तपाईहरू फेरि तपाई भाइरल हुनुहुन्छ नि, अनि त्यो मान्छे फसाउने मान्छे पनि भाइरल हुन्छ। त्यही भएर अलि दिमाग घुमाएर लभ गर्नु, बिहा गर्नु, जिन्दगी बिताउनु होला। हस्त, धन्यवाद।